नमस्ते। आज म कुनै तथ्याङ्क सुनाउन आएको होइन न त कुनै हार जितको हिसाब किताब गर्न। आज म एउटा सपनाको कथा सुनाउन आएको छु। एउटा यस्तो सपना जसले हिमालका काखदेखि तराईका फाँटसम्म एउटै ढुकढुकी बनाइदिएको छ। हो, हामी कुरा गर्दैछौँ नेपाल प्रिमियर लिग अर्थात् एनपिएल सिजन 2 कोलम्ब। यसलाई केवल क्रिकेट नभन्नुहोस्, यो त नेपाली माटोबाट उठेको एउटा यस्तो तरङ्ग हो जसले आज विश्व क्रिकेटको मानचित्रलाई नै हल्लाइदिएको छ। हिमालको काखमा बिउजिएको एउटा नयाँ बिहानी हो यो, नेपाली पसिना र साहसले लेखिएको कहानी हो यो। ब्याट र बल मात्र कहाँ हो र यहाँ भावना साटिएको छ, विश्वकै आँखा लोभ्याउने गरी आज क्रिकेट आटिएको छ। जब एनपिएल सुरु भयो, धेरैले सोचेका थिए कि नेपालले यो स्तरको आयोजना गर्न सक्ला। तर आज पिएसएल र बिपिएल जस्ता स्थापित लिगहरूले समेत सोच्न बाध्य भएका छन्। एनपिएलको सफलताको पहिलो स्तम्भ हो आर्थिक साहस। नेपाल क्रिकेट सङ्घ र फ्रेन्चाइज मालिकहरूले पैसा मात्र